बिबिएस फर्स्ट इयरको 2083 को अकाउन्टको चाहिँ मैले सिलेबस लिएर आइसकेको छु। हामीसँग जम्मा च्याप्टर चाहिँ 15वटा च्याप्टर रहेको छ। अब 15वटा च्याप्टरमध्ये हामीले चाहिँ न्युमेरिकल चाहिँ धेरै पाउँछौँ र थ्योरी चाहिँ कम्ती पाउँछौँ। थ्योरी चाहिँ खास गरी हाम्रो 1-2बाट मात्र आउने गरेको छ। 1-2बाट मात्र थ्योरी आउँछ र यो 3बाट पनि थोरै थ्योरी आउन सक्छ। अब हामीले मेन फोकस न्युमेरिकलमा गर्नुपर्छ र न्युमेरिकलको पनि हामीले यो लेसनहरू यो 15 नम्बर 14 नम्बर अनि 13 नम्बर त्यस पछाडि यो अकाउन्टिङ प्रोसेसको 3 नम्बरमा मेन फोकस गऱ्यौँ भने चाहिँ हामीले मार्क्स चाहिँ बढी स्कोर गर्न सक्छौँ। अब अरू पनि अकाउन्टमा चाहिँ न्युमेरिकलहरू गर्नको लागि चाहिँ सजिलो दिएको छ। फर्मेट एकचोटि हेरिसकेपछि हामी इजिली सल्भ गर्न सक्छौँ। मैले चाहिँ यो अकाउन्टिङ प्रोसेसको भिडियोहरू बनाएर हालेको छु। अब यो एक्युरल बेसिस अफ अकाउन्टिङको पनि 10 मार्क्सको चाहिँ न्युमेरिकल आउन सक्छ। यो 2.5 मार्क्सको पनि 2 मार्क्सको पनि आउन सक्छ न्युमेरिकल चाहिँ। त्यो चाहिँ ओपनिङ र क्लोजिङ ब्यालेन्सको आउँछ। त्यो चाहिँ एकदम सजिलो छ। त्यो पनि मैले भिडियो बनाएर हालेको छु। अनि त्यस पछाडि अब इन्भेन्टोरी अकाउन्टिङ फर इन्भेन्टोरी, अकाउन्टिङ फर क्यास एन्ड इन्टरनल क्यास योहरूको पनि म भिडियो बनाएर हाल्नेछु अब। र अर्को भनेको चाहिँ हामीले न्युमेरिकल च्याप्टरहरू प्र्याक्टिस गर्नुपर्ने हुन्छ। जर्नल लेजर प्र्याक्टिस गर्नुपर्ने हुन्छ, ट्रायल ब्यालेन्स प्र्याक्टिस गर्नुपर्ने हुन्छ, क्यास बुक प्र्याक्टिस गर्नुपर्ने हुन्छ, सब्सिडियरी बुकहरू, ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट भनेको के हो, अनि बिल्स अफ एक्सचेन्ज, डिप्रिसिएसन, रेक्टिफिकेसन अफ इरर, अनि फाइनेन्सियल स्टेटमेन्ट, नन ट्रेडिङ इन्स्टिट्युसनहरूको बारेमा पढ्नुपर्छ। अब हाम्रो क्वेसनको सेट चाहिँ यस्तो हुन्छ। 1 नम्बरमा 1देखि हाम्रो कति नम्बरसम्म भन्दाखेरि यो 10 नम्बरसम्म चाहिँ 2 मार्क्सको क्वेसनहरू आउँछ। 2 मार्क्सको 10वटा 20 मार्क्सको जम्मा र यहाँनिर 11देखि चाहिँ 14, 15, 16सम्म 6वटा जम्मा 10 मार्क्सको क्वेसन आउँछ, जुनबाट हामीले कुनै 5वटा गर्नुपर्ने हुन्छ 50 मार्क्सको। अनि त्यस पछाडि यो सीमा चाहिँ 3टा क्वेसन आउँछ, 17, 18 र यो 19 यो। अब यो मध्ये चाहिँ हामीले कतिवटा गर्नुपर्छ त भन्दाखेरि 2टा गर्नुपर्ने हुन्छ। अब हामीले कि त यो 2टा न्युमेरिकल गर्न मिल्यो कि त एउटा यो के भन्छ थ्योरिटिकल क्वेसन गर्न मिल्यो। यो न्युमेरिकल गरेर चाहिँ छिटो पनि हुन्छ र राम्रो पनि मार्क्स स्कोर गर्न सकिन्छ न्युमेरिकलबाट चाहिँ। अनि यहाँनिर चाहिँ के हुन्छ त भन्दाखेरि यो 10 मार्क्समा चाहिँ 1-2 ठाउँ चाहिँ 10 मार्क्समा न्युमेरिकलको साटो थ्योरिटिकल पनि सोधिदिन्छ। यसमा पनि हामीले चाहिँ गरेर हल्का मार्क्स स्कोर गर्न सक्छौँ, या यसलाई स्किप गरेर चाहिँ हामीले यसको साटो अर्कै कुन गर्न सक्छौँ। एउटा चाहिँ थ्योरी गर्नुपर्ने हुन्छ अनि एउटा चाहिँ स्किप गरेर न्युमेरिकलहरू गर्न सक्छौँ एक्स्ट्रा अरू।